वेलकम बैक टू ज्ञान सागर। बिजुलीबाट चल्ने जति पनि चिजहरू छन् त्यसको भित्र यस्तो सानो सानो कम्पोनेन्टहरू हुने गर्छन्। सो बिजुलीबाट चल्ने चिजमा यस्तो कुन कुन कम्पोनेन्ट हुने गर्छन् र तिनीहरूले चाहिँ बेसिकली के काम गर्छन् त हामी त्यसको बारेमा जान्ने छौं। पहिलो कम्पोनेन्ट हो यो हो डायोड। डायोडले करेन्टको फ्लोलाई एउटा डाइरेक्सनमा जान दिन्छ तर फर्केर आउने कामलाई चाहिँ यसले रोक्दिन्छ। यसरी डायोड चाहिँ हाम्रो इलेक्ट्रिक कम्पोनेन्टहरुमा वान वे बल्ब जस्तै भयो, करेन्टलाई चाहिँ एउटा डाइरेक्सनमा जान दिन्छ भने फर्केर आउने कामलाई चाहिँ रोक्दिन्छ। यसरी एउटा डाइरेक्सन मात्रै करेन्टलाई जान दिने भएको भएर डायोडको हाम्रो इलेक्ट्रोनिक क्षेत्रमा थुप्रै युज हुने गर्छ। जस्तै हामीले कुनै पनि चार्जरमा चाहिँ हामीले ब्याट्रीमा चार्ज गर्दा हामीले ब्याट्रीमा पावर त जान्छ तर ब्याट्रीको पावर चाहिँ फर्केर चार्जर अथवा चाहिँ प्लगतर्फ जानको लागि रोक्नुपर्छ भने त्यहाँ डायोडको युज हुने गर्छ। यस्तै गरी जुन हाम्रो घरमा आएको जुन एसी छ यसलाई चाहिँ डीसीमा कन्भर्ट गर्नको लागि पनि डायोडको युज गरिन्छ। यस्तो चारवटा डायोडहरू मिलाएर रेक्टिफायर बन्ने गर्छ भने यही ब्रिज रेक्टिफायरले एसीलाई डीसीमा कन्भर्ट गरिदिन्छ। यसरी डायोडले इलेक्ट्रिसिटीलाई एउटा डाइरेक्सनमा जान दिन्छ भने फर्केर आउने कामलाई चाहिँ रोक्दिन्छ अथवा ब्लक गरिदिन्छ। यस्तै गरेर अर्को कम्पोनेन्ट छ यो हो क्यापासिटर। क्यापासिटरमा दुईवटा प्लेटहरू हुने गर्छन्। यस्तो दुईवटा प्लेटहरू एउटा पोजिटिभ भयो एउटा नेगेटिभ। यदि क्यापासिटर चाहिँ चार्ज छ, यसमा चाहिँ पावर गएको छ भने यस्तो अवस्थामा जुन पोजिटिभ साइड छ यसमा चाहिँ इलेक्ट्रोनहरूको खाली हुन्छन् अथवा चाहिँ कमी हुन्छ भने जुन नेगेटिभ साइड छ यहाँ चाहिँ एक्स्ट्रा इलेक्ट्रोनहरू जम्मा हुन्छन्। यस्तो अवस्थामा चार्ज क्यापासिटर चाहिँ यदि चार्ज छ भने यसले आवश्यक परेको बेलामा आफ्नो चार्जलाई डिस्चार्ज गरिदिन सक्छ। यसरी क्यापासिटरले चाहिँ थोरै करेन्ट अथवा चाहिँ करेन्टलाई जम्मा गरेर राख्छ भने आवश्यक पर्दा रिलिज गरिदिन्छ। यस्तो क्यापासिटरको युज चाहिँ जस्तै करेन्टको फ्लो चाहिँ स्मुथ गराउनु पर्यो, जहाँ चाहिँ हामीले अघि एसीबाट चाहिँ डीसीमा कन्भर्ट गर्दा चाहिँ यो डीसी एकदम प्योर हुँदैन, यस्तो रफको रूपमा रहेको हुन्छ अथवा चाहिँ भोल्टेज बढ्ने घट्ने भइरहेको हुन्छ। त्यसलाई स्मुथ गराउनको लागि क्यापासिटरको युज गरिन्छ। त्यस्तै गरेर क्यापासिटरले फिल्टरको पनि काम गर्ने गर्छ, नोइसहरू कम गर्ने काम गर्छ। त्यस्तै गरेर कुनै क्यापासिटरले चाहिँ एसीलाई पास गर्ने अथवा डीसीलाई ब्लक गरिदिने काम पनि गर्छन् भने क्यापासिटरले चाहिँ स्टार्टिङ जस्तै मोटरहरूमा भएको क्यापासिटरले चाहिँ स्टार्टिङ लोड दिने काम गर्छ भने क्यापासिटरले एक्स्ट्रा पावर चाहिँ बढाउने काम पनि गर्छ। यसरी क्यापासिटरले जुन इलेक्ट्रिक चार्ज छ यसलाई स्टोर गरेर राख्छ भने आवश्यक परेको बेलामा तुरुन्तै रिलिज गरिदिन सक्छ। भने हाम्रो इलेक्ट्रोनिक कम्पोनेन्टहरुमा क्यापासिटरको एउटा छुट्टै महत्त्व रहेको छ। यस्तै गरेर अर्को कम्पोनेन्ट हो यो रजिस्टर। रजिस्टर अथवा चाहिँ रेजिस्टेन्सको मतलब हुन्छ बाधा अथवा चाहिँ अवरोधहरू। रेजिस्टेन्सले जुन करेन्टको फ्लो छ यसलाई चाहिँ करेन्टको जाने जुन फ्लो छ यसलाई चाहिँ रोक्ने अथवा चाहिँ बाधा गर्ने गर्छ भने लिमिटेड मात्रै जान दिन्छ। यसरी रेजिस्टेन्स अथवा चाहिँ रजिस्टरले करेन्टको फ्लो अथवा चाहिँ भोल्टेजको फ्लोलाई लिमिट गर्ने काम गर्छन्। जस्तै हामीले चाहिँ कुनै रजिस्टरमा चाहिँ मात्र यहाँ 12 भोल्ट दियो भने यहाँ भित्र भएको रेजिस्टेन्सले चाहिँ यसलाई घटाएर यसलाई चाहिँ लिमिट गरिदिन्छ। हुन सक्छ यहाँबाट चाहिँ 3 भोल्ट आउटपुट हुन सक्छ। यसरी भोल्टेज र करेन्टलाई चाहिँ नियन्त्रण गर्ने काम अथवा चाहिँ जति आवश्यक पर्छ त्यति मात्रै दिनको लागि चाहिँ त्यहाँ रजिस्टरको युज गरिन्छ। यस्तो रजिस्टरहरुमा विभिन्न कलर कोडहरू गरिएको हुन्छ भने यिनीहरूको आफ्नै भ्यालु हुन्छ भने त्यसले यसको ओभरअल रेजिस्टेन्स चाहिँ कति छ त भन्ने कुरा देखाउँछ। भने यस्तो रेजिस्टेन्स चाहिँ जति बढी हुन्छ त्यति करेन्ट अथवा चाहिँ भोल्टेजको लिमिट हुन्छ अथवा चाहिँ कम पास हुने गर्छ भने रेजिस्टेन्स जति कम हुन्छ त्यति बढी करेन्ट अथवा भोल्टेज चाहिँ पास हुने गर्छ। जस्तै कुनै पनि चीज यदि 12 भोल्टको कुनै ब्याट्रीबाट हामीले चाहिँ कुनै 1 भोल्टको कुनै लाइट अथवा एलईडी लाइट चलाउनु पर्यो भने यसलाई डाइरेक्ट जोड्न मिल्दैन। त्यस्तो अवस्थामा यो ड्यामेज हुने गर्छ। हामीले त्यसको लागि बीचमा एउटा रजिस्टर युज गर्नु पर्यो। यसले 12 भोल्टलाई चाहिँ 1 भोल्टमा कन्भर्ट गरिदिन्छ अथवा चाहिँ घटाइदिन्छ र यो चाहिँ अब सेफ तरिकाले युज गर्न सकिन्छ। यसरी रजिस्टरको काम करेन्ट अथवा चाहिँ भोल्टेजको जुन फ्लो छ यसलाई चाहिँ कन्ट्रोल गरिदिने अथवा लिमिट गरिदिने अथवा चाहिँ एक निश्चित एमाउन्टसम्म मात्रै पास हुन्छ, अरु चाहिँ सबै रोक्दिने अथवा ब्लक गरिदिने हो। जस्तै हामीले धाराको टुटी थोरै खोल्यौं भने पाइपमा त टन्न पानी छ तर सानो पानी मात्रै झरिरहन्छ। यस्तै रजिस्टरले पनि आफ्नो भ्यालु अनुसार करेन्ट अथवा चाहिँ भोल्टेजलाई रोक्ने काम गर्छ भने एक निश्चित एमाउन्टमा मात्रै रिलिज गरिदिने गर्छ अथवा चाहिँ छोड्दिने गर्छ र त्यही विभिन्न कम्पोनेन्टहरुमा युज हुने हो। हाम्रो इलेक्ट्रोनिक कम्पोनेन्टमा बाहिरबाट जस्तै 12 भोल्ट अथवा चाहिँ 220 भोल्ट गए पनि भित्र भएका फरक चीजहरुलाई भोल्टेज अथवा फरक करेन्टको आवश्यकता पर्छ भने त्यस्तो करेन्ट अथवा भोल्टेज दिनको लागि रजिस्टरहरु युज गर्ने गरिन्छ। यसरी रजिस्टरले करेन्ट अथवा चाहिँ भोल्टेजलाई लिमिट गर्ने काम गर्छ, घटाउने काम गर्छ अथवा चाहिँ एक फिक्स एमाउन्टमा मात्रै पास हुन दिन्छ भने अरु सबैलाई रोक्दिने काम गर्छ। यस्तै गरेर अर्को कम्पोनेन्ट छ यो हो ट्रान्जिस्टर। ट्रान्जिस्टरमा भएका जुन 3वटा पिनहरु छन् यसमध्ये एउटामा इनपुट र एउटामा आउटपुटको रूपमा यदि हामीले यसलाई युज गरिन्छ भने यो नर्मल कन्डिसनमा यो अन हुँदैन, यो अफ हुन्छ। तर जुन गेट अथवा जुन बेस छ यसलाई हामीले थोरै करेन्ट दियो भने त्यस्तो अवस्थामा यो अन हुन्छ र सर्किट कम्प्लिट हुन्छ। यसरी ट्रान्जिस्टरको पहिलो काम भनेको यसले जुन सर्किटहरु छन् यसलाई चाहिँ अन अफ गर्ने हो। जस्तै ब्याट्रीबाट लाइट जोडिएको छ, यहाँ हामीले चाहिँ ट्रान्जिस्टरलाई जोडिन्छ भने
त्यस्तो अवस्थामा ट्रान्जिस्टर अन हुँदैन। जब हामीले बेसमा अथवा चाहिँ गेटमा थोरै करेन्ट दिइन्छ त्यस्तो अवस्थामा ट्रान्जिस्टर अन हुन्छ र यसले चाहिँ लाइट बल्ने गर्छ। यसरी ट्रान्जिस्टरलाई चाहिँ जुन गेट छ अथवा जुन बेस छ यसमा हामीले थोरै करेन्ट दिएर कन्ट्रोल गर्न सकिन्छ भने करेन्ट दिँदा यो अन हुन्छ, करेन्ट चाहिँ यहाँबाट छुट्दा बित्तिकै अथवा चाहिँ पावर बन्द हुँदा बित्तिकै यो चाहिँ अफ हुन्छ। यसरी यसलाई चाहिँ गेटलाई कन्ट्रोल गरेर हामीले ट्रान्जिस्टरलाई एज अ अन अफ स्विचको रूपमा प्रयोग गर्न सकिन्छ। यो गेटलाई चाहिँ कन्ट्रोल गर्ने काम यसैबाट पनि डाइरेक्ट पनि हुन सक्यो, नभए चाहिँ यसलाई कुनै अर्को कुनै सेन्सरहरू हुनसक्छ अथवा चाहिँ आइसी अथवा चिपहरू अथवा कुनै सर्किट बोर्डले पनि यसलाई कन्ट्रोल गर्न सक्छ भने अब त्यहाँबाट हाम्रो चाहिँ करेन्टको फ्लो कन्टिन्यू हुनसक्छ अथवा चाहिँ अन अफ हुनसक्छ। यसरी जुन ट्रान्जिस्टरको पहिलो काम चाहिँ यो हो, गेटलाई कन्ट्रोल गरेर गेटलाई थोरै करेन्ट दिएर चाहिँ हामीले यसलाई अन गर्न सकिन्छ भने गेटमा पावर नदिँदाखेरि यो अफ हुन्छ। यसरी ट्रान्जिस्टरको पहिलो काम भनेको अन र अफ हुने हो, बिना कुनै मुभिङ पार्ट्स, यसभित्र भएको कुनै पनि चिज मुभ हुने अथवा चाहिँ चल्ने घुम्ने हुँदैन, तर पनि यसले चाहिँ अन र अफको काम गर्न सक्छ। यस्तै दोस्रो काम भनेको यदि हामीले चाहिँ यहाँबाट पावर दियो, यहाँबाट चाहिँ आउटपुट भयो, यदि हामीले बेसमा चाहिँ कुनै इलेक्ट्रिक सिग्नलको रूपमा आएको जुन कमजोर सिग्नलहरू छ, यो यस्तो कमजोर सिग्नलहरूलाई यदि हामीले चाहिँ बेसमा दिइन्छ भने यही कमजोर सिग्नलको नक्कल आउटपुटको रूपमा हुने गर्छ, जसले चाहिँ यस्तो सिग्नलहरूलाई चाहिँ एम्प्लिफाई गर्ने काम अथवा चाहिँ बढाउने काम गर्छ। यसरी ट्रान्जिस्टरको दोस्रो काम भनेको जुन सिग्नलहरू छन् यिनीहरूलाई चाहिँ बुस्ट गर्ने, बढाउने अथवा चाहिँ कमजोर सिग्नलहरूको नक्कल गर्ने, बढी पावरको रूपमा अथवा चाहिँ एम्प्लिफाई गर्ने हो। यसरी ट्रान्जिस्टरको दुईवटा मेन काम भनेको अन अफ स्विचको रूपमा काम गर्ने भने अर्को काम भनेको चाहिँ जुन कमजोर अथवा चाहिँ सिग्नलहरू छन् यिनीहरूलाई चाहिँ बुस्ट गर्ने अथवा चाहिँ एम्प्लिफाई गर्ने हो। यस्तै ट्रान्जिस्टर जस्तै अर्को चिज यो हो मसफेट। मसफेट पनि ट्रान्जिस्टर नै हो, तर यसले चाहिँ थोरै फरक तरिकाले काम गर्छ। मसफेटमा पनि भएको जुन तीनवटा पिनहरू छन् यसमध्ये एउटा इनपुट र एउटा आउटपुट भयो भने हामीले गेटलाई, यो गेट चाहिँ कुनै मोडलको कुन गेट हुनसक्छ, कुनैको कुन गेटहरू हुनसक्छ, यस्तो अवस्थामा नर्मल कन्डिसनमा यो पनि अफ हुन्छ। तर हामीले चाहिँ यसको गेटमा चाहिँ यदि थोरै भोल्टेज अप्लाई गरिन्छ भने यस्तो अवस्थामा यो अन हुन्छ। हुनसक्छ पोजिटिभ भोल्टेज अप्लाई गर्दा यो अन हुन्छ भने यदि नेगेटिभ भोल्टेज अप्लाई गरिन्छ भने यो अफ हुन्छ। यसरी मसफेट पनि ट्रान्जिस्टर नै हो, तर यो चाहिँ अन अफ चाहिँ भोल्टेजले हुने गर्छ। ट्रान्जिस्टर करेन्टले अन अफ हुने गर्थ्यो भने मसफेट चाहिँ भोल्टेजले अन अफ हुने गर्छ। यसरी पोजिटिभ दिँदा अन हुन्छ भने नेगेटिभ दिँदा अफ हुनसक्छ, अथवा नेगेटिभ दिँदा अन अथवा चाहिँ पोजिटिभ दिँदा अफ हुनसक्छ फरक फरक मोडलहरूमा। भने जुन मसफेट छ यसले चाहिँ धेरै पावर अथवा चाहिँ धेरै लोडलाई सहन सक्छ। त्यही भएर जति पनि पावरवाला चिजहरू छन्, अलि बढी हेभी पावर चलाउनु पर्ने चिजहरू, अन अफ गर्नुपर्ने चिजहरूमा चाहिँ ट्रान्जिस्टर युज नगरेर मसफेट युज गर्ने गरिन्छ। भने मसफेटले पनि बिना कुनै मुभिङ पार्ट चिजहरूलाई अन अफ गर्न सक्छ भने यसले पनि यदि हामीले गेटमा दिएको सिग्नलको आधारमा चिज अथवा चाहिँ सिग्नलहरूलाई बुस्ट गर्ने अथवा चाहिँ एम्प्लिफाई गर्ने काम गर्छ। दुवै ट्रान्जिस्टर र मसफेटले एउटै काम गर्न सक्छन्। फरक भनेको मसफेट भोल्टेजले कन्ट्रोल हुन्छ भने ट्रान्जिस्टर करेन्टले कन्ट्रोल हुन्छ। यस्तै गरेर जुन मसफेट छ यसले चाहिँ भारी चिजहरू अथवा चाहिँ बढी लोड भएको, बढी पावर भएको चिजहरूलाई अन अफ गर्छ भने ट्रान्जिस्टर बेसिकली अन अफको लागि त्यति युज गरिँदैन, त्यो चाहिँ बुस्ट गर्नको लागि सिग्नलहरू बढाउन अथवा चाहिँ एम्प्लिफाईको लागि युज गर्ने गरिन्छ। जस्तै कुनै मोटर छ, हामीले मोटरको स्पिडलाई कन्ट्रोल गर्नु पर्यो भने यहाँ एउटा सर्किट बोर्डले चाहिँ ट्रान्जिस्टरलाई, मसफेटलाई कन्ट्रोल गर्ने गर्छ। मसफेटलाई दिने जुन सिग्नल छ यो चाहिँ जस्तै कुनै डिसी छ भने नर्मल डिसीमा एउटाबाट तारबाट करेन्ट जान्छ, कुनै लोड चल्छ, फर्केर अर्कोदेखि आउँछ, यो कन्टिन्यू भइरहेको हुन्छ। तर हामीले मोटरलाई चाहिँ कन्ट्रोल गर्नको लागि जुन करेन्ट छ यो चाहिँ एउटा कन्टिन्यू नगरेर चाहिँ यसलाई टिक 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 पल्सको रूपमा दिने गरिन्छ। यसरी पल्सको रूपमा 1 सेकेन्डमा जाने पल्सहरू अथवा चाहिँ कति छ त यसैले नै मोटरलाई कन्ट्रोल गर्ने गर्छ। जस्तै चाहिँ पल्सहरू छोटा छन् अथवा चाहिँ पल्सर बिचमा ग्याप छ भने मोटरको स्पिड कम हुने गर्छ। यदि पल्सर बहुत धेरै छन् भने यस्तो अवस्थामा मोटरको स्पिड बढ्ने गर्छ। यसरी मोटरको स्पिड बढाउनको लागि, अन अफ गर्नको लागि अथवा चाहिँ पल्सरको बन्द दिनको लागि पनि मसफेट युज गरिन्छ। मसफेट र ट्रान्जिस्टर सिमिलर चिज नै हो, भित्रबाट थोरै फरक हुन्छ भने अरू चिजहरू एउटै नै हो। एउटालाई बुझ्यो भने चाहिँ अर्कोलाई बुझ्न सजिलो हुनेछ। दुवै ट्रान्जिस्टर नै हुन्, दुवैले बिना कुनै मुभिङ पार्ट्स कुनै पनि इलेक्ट्रिक चिजहरूलाई अन अफ गर्न सक्छन् भने सिग्नलहरू अथवा चाहिँ कमजोर जुन सिग्नलहरू छन् यिनीहरूलाई बुस्ट गर्न अथवा चाहिँ एम्प्लिफाई गर्न सक्छन्। यस्तै गरेर अर्को कम्पोनेन्ट हो यो इन्डक्टर। इन्डक्टर एउटा तारको कोइल हो, लेमिनेटेड तारको कोइल। यदि हामीले हामीले करेन्ट दिइन्छ भने जब तारबाट करेन्ट जान थाल्छ यस्तो अवस्थामा यहाँ एउटा तारको वरिपरि एउटा म्याग्नेटिक फिल्ड बन्ने गर्छ। यो फिल्ड जबसम्म यो इन्डक्टर अथवा चाहिँ कोइलमा करेन्ट छ तबसम्म रहिरहन्छ। केही कारण चाहिँ यहाँबाट जाने पावर चाहिँ अब छुट्कियो टुक्रियो भने जुन म्याग्नेटिक फिल्ड छ यो बनेको फिल्ड यो चाहिँ झर्छ अथवा चाहिँ ड्रप हुन्छ। यसरी म्याग्नेटिक फिल्ड झर्दा ड्रप हुँदा चाहिँ यो कोइलमा थोरै बिजुली बन्ने गर्छ। यसरी इन्डक्टरले पनि क्यापासिटरले जस्तै इलेक्ट्रिक चार्जलाई स्टोर गरेर राख्छ भने आवश्यक परेको बेलामा रिलिज गरिदिन सक्छ।
क्यापासिटरमा क्यापासिटी प्लेट जुन थियो तिनीहरू चाहिँ पोजिटिभ र नेगेटिभ अपोजिट थियो भने त्यसरी चार्ज स्टोर भएको थियो भने जुन इन्डक्टर छ यसमा म्याग्नेटिक फिल्डको रूपमा एनर्जीलाई अथवा चाहिँ करेन्टलाई स्टोर गरिन्छ भने आवश्यक परेको बेलामा जब म्याग्नेटिक फिल्ड ड्रप हुन्छ त्यति बेला यहाँबाट इलेक्ट्रिसिटी प्रड्युस हुन्छ अथवा चाहिँ जेनेरेट हुन्छ भने त्यसले क्यापासिटरले जस्तै कुनै चिजलाई चाहिँ एक्स्ट्रा पावर अथवा बुस्ट दिन सक्छ भने चाहिँ पावरलाई चाहिँ स्मुथ बनाउन सक्छ। यसरी इन्डक्टर र क्यापासिटर लगभग सिमिलर चिज भयो, तर दुवैको काम गर्ने चाहिँ प्रकृति फरक छ। इन्डक्टरले पनि इलेक्ट्रिसिटीलाई स्टोर गर्ने हो इन फर्म अफ म्याग्नेटिक फिल्ड। नर्मल कन्डिसनमा पावर भइरहँदाखेरि, पावर यसबाट गइरहँदाखेरि चाहिँ यहाँ म्याग्नेटिक फिल्ड बनिरहन्छ, यो रहिरहन्छ। पावर कट हुँदा बित्तिकै, पावर जाने कामलाई चाहिँ कट हुँदा बित्तिकै जुन म्याग्नेटिक फिल्ड थियो यो चाहिँ ड्रप हुन्छ, झर्छ भने त्यस्तो अवस्थामा यहाँबाट पनि थोरै इलेक्ट्रिसिटी बन्ने गर्छ र यसले चाहिँ कुनै चिजलाई स्मुथ बनाउने अथवा चाहिँ लोडहरू उठाउने अथवा चाहिँ फिल्टर गर्ने काम गर्छ। यसरी इन्डक्टर र क्यापासिटर चाहिँ सिमिलर चिज भयो, जस्तै ट्रान्जिस्टर र मस्फेट जस्तै। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।